नमस्ते साथीहरू, राधे राधे। कस्तो हुनुहुन्छ साथीहरू? म चाहिँ भर्खर ड्युटीबाट आएको होइन। आज चाहिँ मलाई ड्युटीमा कि साथीहरू अनि तपाईँहरूसँग एउटा कुरा सेयर गर्दैछु कि ड्युटीमा मलाई साथीहरू आज एउटा गिफ्ट मिल्यो कि होइन। अब दुईवटा गिफ्ट मिल्यो। एउटा चाहिँ यसमा छ, लिफामा छ, के छ थाहा छैन होइन। एउटा चाहिँ यो चाहिँ कानमा लाउने झुम्का हो होइन। मैले चाहिँ काम गर्ने घरमा म्याडमको फ्यामिली आएको थियो कि उहाँबाट, इन्डियाबाट फ्यामिली आउनुभएको थियो। अनि मलाई चाहिँ यो चाहिँ झुम्का चाहिँ दिएको मलाई उसको नाम सरको आमाले हो कि। यति राम्रो झुम्का छ होइन, उसले इन्डियाबाट ल्याइदिएर आएको। कति राम्रो छ, थ्याङ्क यू सो मच। एउटा माया हो कि यो होइन। मलाई यसले जिन्दगीभरि पुग्ने त होइन नि, तर पनि एउटा माया के मायालाई, यसलाई चाहिँ माया मान्नुपर्छ होइन। अनि चाहिँ लिफामा हेर्न त बाँकी नै छ होइन। दुईवटा फ्यामिली आउनुभएको थियो कि इन्डियाबाट साथीहरू होइन। लिफामा चाहिँ के छ हेर्नु भन्नुपर्दाखेरि ट्याक्क लाएर, ओ माई गड, यहाँ त लिफामा त साथीहरू 200 रहेछ, 200 दिराम। यस्तो खुसी लाग्यो कि मलाई होइन। तर मलाई यो 200ले जिन्दगीभरि पुग्ने त होइन नि साथीहरू, तर पनि एकदम के खुसी लाग्यो कि यो चाहिँ मैले खाना बनाएर दिएको होइन। मेरो खाना एकदमै राम्रो लाग्यो अरे, मेरो बोली राम्रो लाग्यो अरे, अनि मेरो सबै के मतलब बोल्नको तरिका यताउता सबै राम्रो लाग्यो होइन। कसरी रेस्पेक्ट गर्नुपर्छ पर पाहुनालाई मलाई सबै थाहा रहेछ। यस्तो राम्रो गरिस् भनेर मलाई एकदमै खुसी भएर मलाई चाहिँ 200 दिराम होइन। अनि चाहिँ झुम्का मलाई गिफ्ट दिनुभयो कि होइन। काम गर्ने ठाउँमा यही नै ठुलो कुरा हो कि। हामीलाई यतिले जिन्दगी पुग्ने त होइन नि साथीहरू, तर पनि एकदम के कस्तो राम्रो सोचेर होइन यसरी दिँदाखेरि कति खुसी लाग्छ कि होइन। दिँदै नदिए भने सहन त पर्थ्यो होइन, हामीले केही भन्न त मिल्थेन। तर पनि एउटा मान हो कि, यो पनि एउटा मान गरेर दिएको हो कि होइन। स्यालेरी त आउँछ नै, तर पनि त यो त एउटा एक्स्ट्रा हो नि त। तर पनि मान गरेर कस्तो राम्रोले दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। तर यो पैसा चाहिँ आधा चाहिँ भगवान्लाई, आधा चाहिँ मैले